रविन्द्र राठको जन्म 30 नोभेम्बर 1998 मा बझाङको एउटा गरिब परिवारमा भएको थियो, जहाँ आधारभूत सुविधाहरू पनि पहुँच बाहिर थिए। कक्षा 10 सकिएकै वर्ष जीवन बचाउने सङ्घर्षले उनलाई भारतको पिथौरागढ पुर्यायो। 15-16 वर्षको त्यो कलिलो उमेरमा उनले दिनभरि पिथौरागढमा ढुङ्गा फुटाउने, सडकको पर्खाल लगाउने र बिजुलीको गरुङ्गो पोलहरू बोक्ने जस्ता अत्यन्तै कठिन शारीरिक कामहरू गरेका थिए। उनको पसिनाले बझाङको गरिबी मेटाउन त सकेन, तर ती ढुङ्गाहरू फुटाउँदा फुटाउँदै उनका हातहरू फलाम जस्तै बलिया भइसकेका थिए। 190 केजीको पोल बोक्दा कति गाह्रो भएको थियो भन्ने कुरा सञ्जय सिलवालको पडकास्टमा मजाले खुलाएको छ। अब 190 केजी दुईजना भनेपछि एकजनालाई लगभग 80-90 केजी पर्छ। त्यस्तो उकालोमा फेरि त्यो सिँढी चढ्नुपर्ने, घुम्नुपर्ने, सबैभन्दा गाह्रो चाहिँ त्यो टर्निङमा चाहिँ के अब पाहाडमा त सानो टर्निङ हुन्छ होइन, त्यो टर्निङ घुम्नलाई चाहिँ यस्तो गाह्रो हुने, कतिखेर त त्यो सबै पोलको भारै एकपट्टि हुने, यस्तो ठाडोमा चाहिँ यस्तो गाह्रो हुने त्यो होला। पछि उनको बुवाले हेर्दाखेरि उनको बडीको नाजुक अवस्था देखेर दिल्ली जाऊ, अरू कुनै नयाँ काम सिक भनेर भनेपछि उनी दिल्ली गएर सुरुमा एउटा सानो कार्यालयमा अफिस हेल्परको रूपमा काम गरेका थिए। त्यहाँ उनले भुइँ सफा गरे र चिया पुर्याउने काम गरे। सुरुमा उनको जीवनमा म यो बन्छु भन्ने कुनै निश्चित लक्ष्य थिएन। लाइफमा के गर्ने भनेर सोच्ने क्रममा एक दिन आफ्नै गाउँको भतिजले उनलाई भने, तिमी गेम खेल, तिम्रो ज्यान बलियो छ। भतिजको यही कुरा सुनेपछि उनले कराते जोइन गरे। दिनभर अफिसको काम गर्न अघि उनी हरेक बिहान सबेरै उठेर कराते सिक्न जाने गर्थे। यही कारणले गर्दा उनलाई आफ्नो भन्नेहरूले छोडेर गएको थियो।